तिमीलाई यस्तो बुद्धि कहाँबाट लाग्यो मेरो भाइ? गंगा दिनभरि खोज्यो कतै पनि भेटाएन। भोलि त पक्कै आउला नि। अब रात पनि पर्यो। अब छुट्टो मलाई। ए हस् भाउजू, अब त्यसै गर्नुपर्छ। हस्। भाइ 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 मैले भनेकै थिएँ नि दाई, हुर्किए बढेको मान्छेलाई हातपात गर्नु हुँदैन भनेर। भाइलाई यदि केही भइहालेछ भने मैले तपाईँलाई के गर्दो रहेछु मलाई थाहा छ दाई। कहाँ गयो भाइ? हिजोदेखि आएको छैन। हुर्के बढेको मान्छे कति अशुभ बोल्यो कि तैँले? त्यति कमजोर पनि छैन हाम्रो भाइ। कहीँ कतै गयो बस्यो होला। तँ यतातिर खोज, म उतातिर गएर खोज्छु। भाइ भाइ मेरो भाइ कहाँ चाहिँ गयो होला त? हिजोदेखि भाइ नै छैन। भाइ, मेरो भाइ कहाँ गयो होला? के गरौ तिमीलाई यस्तो बुद्धि कहाँबाट लाग्यो मेरो भाइ? मेरो भाइ! भाइ! गंगा 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 के भयो? किन गरे कि भाइ भेट्यो? के भयो?
मैले कस्तो नराम्रो सपना देखेँ भाइ। बुझ्ने तिमीले देखेको सपना मैले बुझिसकेँ, तर मेरो भाइले यसो गर्न सक्दैन, सक्दैन बुझ्ने, सक्दैन। हाम्रो भाइले हामीलाई धेरै माया गर्छ गङ्गा, तर भाइले यसो गर्न सक्दैन, सक्दैन गङ्गा। हाम्रो भाइ यति कमजोर मुटुको पनि छैन, यस्तो नसोच गङ्गा। गङ्गा हाम्रो भाइले हामीलाई धेरै माया गर्छ, तर हाम्रो भाइ यति कमजोर मुटुको छैन गङ्गा, छैन। गङ्गा त धेरै चिन्ता नगर, हिँड गाउँतिर गएर खोजौँ। तिमी कहाँ गएको थियो? तिमीलाई हामीले कहाँ कहाँ खोजेनौ? तिमीलाई हामीलाई अलिकति नि माया लाग्दैन? भाइ कहाँ गएको तिमी? भाइ तिमी हिजोदेखि कहाँ गएको थियौ? तिमीलाई भोक लागेन? के खायौ? हाम्रो माया लाग्दैन? के खोल्टे दाइले भनेको कुरा साँचो हो क्या हो? झ्याम्मै आउला अहिले त। आज केटोको दिन बन्ने व्यवस्था छ। गङ्गा गङ्गा भाइ एक दिन नहो त पागल भइस। राम दाइ खासमा कुरो के हो? मैले त कुरै बुझ्न सकिनँ त। कुरा खासमा यस्तो हो, अरे कतिसम्म माया गर्नुहुन्छ राम दाइ भाइको? त्यो र म हिजो तल मनोजमा बसेको थियौँ, ऊ अहिले बिहानै उठेर कलेज गइसक्यो। सुनिस् अनेकौँ कुरा सोचेर डर मात्रै देखाउँछ। हिँड। बिचारा राम दाइ र गङ्गालाई कति माया लाग्यो भाइको। मेरो पनि त भाउजू घरमा मलाई पुरेर बस्नुभयो होला। नमुना कता हिँडेको बिहानै बिहानै? हातमा डोरी नाम्नु पनि छ। कता हुनु नि? जङ्गलमा झुन्डेर मर्न जान लाग्यो कि देखेनौ? बिहान बिहान हातमा हैँसेर नाम्लो बोकेर कहाँ जान्छन्? जङ्गलमा घाँस काट्न जान लाग्यो। होइन किन यसरी बोली के बस्छ तँलाई? केही भएको छैन, अचेल मेरो दिमागले काम गर्नै छोडेको छ। के भयो जमुना भन्न, हामी त बच्चै बेलादेखि साथी। तेरा बा मास्टर भएदेखि पो हामी टाढा टाढा भएको त। तँ र हामी सँगै पढे साथी त हो नि। खै कसरी भनौँ सुमन, आजभोलि मेरो मन साह्रै आत्तिएको छ। खै सुमन, कोही मान्छे मेरो मनमा बसेको थियो, तर उसलाई भन्न सकिरहेको थिएन। तर पनि म उसको अनुहार हेर्दा खुसी हुन्थेँ। होइन त्यति राम्रो मान्छे को रहेछ र गाउँमा? फेरि जमुनाले मन पराउनु। पक्कै कोही न कोही त्यो मान्छे हेरो हुनुपर्छ। होइन सुमन, त्यो मान्छे 0 लेभलकै हो। ल सुमन, ढिला पनि भयो, म घाँस काट्न गएँ है। होइन यो गाउँमा 0 लेभल भनेको मान्छे मै हुँ। पक्कै मलाई मन पर्छ के हो?
किन उतारे यता गरेर? के भयो तपाईँ सन्चो भएन? हेर नानी, हिजोदेखि अङ्कल घरै आउनु भएको छैन। कहाँ जानुभयो कहाँ जानुभयो? बाबु, तपाईँ किन यस्तो भएको? किन घर छोड्नु भएको? दाइको तर्फबाट म माफी माग्छु। तपाईँलाई नदेखेर रातभरि छोरी सुतेकै छैन। तपाईँ के भएको बाबु? बाबु, तपाईँले के गल्ती गर्नुभयो र दाइले तपाईँलाई हात हाल्नुभयो? भाउजू, गल्ती मेरै थियो। दाइलाई मैले ठुलो स्वरले बोलेँ, त्यही भएर दाइले मलाई हात हाल्यो। अनि भाउजू, दाइ खोइ त? बाबु, दाइ भनेको बुवा सरा हो। मलाई भन्दा नि तपाईँलाई धेरै माया गर्नुहुन्छ दाइले। अब यस्तो गल्ती कहिले नगर्नु बाबु। जाउँ हिँड्नु, खाना बनाएको छ। सरिता, ओ सरिता। हजुर। ल मैले तरकारी ल्याएको छु भित्र लै। अनि खोइ त भाइ आएन? आएको छ, भित्र हुनुहुन्छ। त्यसलाई बाहिर पठाइदेऊ त। अनि सुमन, कहिले त भाउजूसँग तरकारी पसल राख्छु भनेर त्यसरी त भनेको त हो दाइ, तर पहिला तरकारी पसल भन्दा तरकारी उत्पादन गर्नतिर लाग्नु पर्ला जस्तो छ। भाइ, तेरो सोच त राम्रै हो। हाम्रो भएको बारी आदि बाँझै छ, यसमा उत्पादन गरिस् भने झनै राम्रो। मैले पनि त्यही निर्णय लिएँ दाइ। खेतीपाती गर्छु, भएन भने विदेश जान्छु। विदेश सिदेश कतै पनि जाने होइन, यतै बस्ने, सकेको काम गर्ने। तेरो लागि मैले केटी बुझेको छु, यही साल बिहे गरिदिन्छु तेरो। दाइ, बिहेको कुरा चाहिँ सोच्नुपर्छ। के हो बुढा, तपाईँको चालमान त ठिक छ नि त। हिजो त्यो केटीसँग मस्की बोल्दै हुनुहुन्थ्यो। त पनि खालि शङ्का मात्र गर्छिस्। के थाहा, त्यो मान्छे हाम्रै फाइदाको लागि आएको। त्यसले मेरो बारेमा राम्रो राम्रो प्रचार प्रसार गरेर यो चुनावमा मै जित्छु कि? तँलाई के थाहा र? खालि शङ्का मात्र गर्न जाने कि छेस्? जित्नु भयो चुनाव। हिजोको त्यो केटीसँगको हाँसोले मलाई कुम्ता डाहा भएको थियो। जाउँ हिँड्नु खाना खानालाई। बिहे पनि के गर्नु दाइ, घरको हालत यस्तो छ। त्यत्रो ठुलो परिवार थियो, सबैले साथ छोडेर गयो। भन्न भाग्य बलियो रहेछ तिमीहरूको। मासिसकेको थियो तिमीहरूको वंश सबै। तँलाई चाहिँ नि भगवानले हात थामे। भूकम्पमा बाउआमाको एउटै च्यान भयो। दाइलाई कोरोना लग्यो। दैवको खेल के गर्छस् त बाबु? कहिलेकाहीँ त लाग्छ दाइ, म पनि त्यही समयमा जानुपर्ने थियो। सबैबाट एक्लो हुँदा लास्तै नरमाइलो लाग्छ। एक्लै छु भनेर मनलाई कमजोर नबनाऊ। अब तिमी पनि गाउँ आइसकेका छौ, हामी छौ नि। सहर बजार जस्तो हो र उल्लो घरको मान्छेलाई पल्लो घरको मान्छेले नचिन्ने? अब आफ्नो भन्नु यही घर छ दाइ एउटा। अब यसैले राम्रोसँग स्याहार सुसार गरेर बस्नु पर्यो। अब तपाईँहरूले यसो सहयोग गर्नुपर्छ है।
त्यसको लागि त तिमीले चिन्तै नगर न, हामी गाउँलेहरू छँदैछौँ नि। तिमीहरू जस्तो युवाहरू सहरबाट गाउँ यसरी आउने हो भने गाउँ पनि सहर जस्तै हुन्थ्यो। ल यो घरहरू सरसफाइ गरेर बरु बेचनी गर नि। ल अहिले म निस्केँ है त, यसो गाउँतिर डुल्नु छ। ल बल्ल म गाउँमा आएर बसेपछि भाइ अलि सुध्रिएको छ। केही समय म गाउँमै बस्छु। जे गर्यो त्यही भाइकै मायाले त गर्यो नि। जीवनसाथीलाई भन्दा धेरै माया त्यही भाइलाई गरेपछि यस्तै त हुन्छ नि। बल्ल म घरमा बस्न थालेपछि भाइको अवस्था सुध्रिएको छ। म घरमा नआउँदाखेरि भाइको अवस्था कस्तो थियो त्यो त तिमीलाई राम्रोसँग थाहा छैन। पहिला देव र भाउजू कुकुर बिरालो जस्तो थिए। अहिले म आएपछि भाइको अवस्था सुध्रिएको छ र अब त्यसको बिहे गरेर घरजम गरिदिन पाएदेखि स्वर्ग गएका बाबुआमाले आशीर्वाद दिन्थे कि मलाई। अझै पनि त्यही गाउँकै चिन्ता छ। सहरमा बस्नेको त केही मतलबै छैन। अब म सहरमा बस्न सक्दिनँ। कतिन्जेल यसरी बस्ने? आफ्नै श्रीमानलाई भेट्न आउनु पनि अनेक थरीको बाहना गराएर आउनुपर्ने। गाउँलेहरूको अगाडि थाहा पाउँछन् कि भनेर डराइ आउनुपर्ने। अहिलेसम्म जे गरेका छौँ, जे गर्दैछौँ हाम्रै लागि त गर्दैछौँ। त्यसैले त तिमीले गरेको अभिनय गाउँले कसैलाई पनि शङ्का छैन नि। म आफै दङ्ग छु। यही अभिनय गर्दा गर्दै कतै कलाकार बनेर मलाई छोड्ने पो हो कि? अब हुँदा हुँदा मलाई कलाकार भन्न थाल्नु भयो होइन? होइन, कति टाइम लाग्छ यो गाउँको व्यवहार मिलाउन? सधैँ यसरी नै भेट्ने हो हामी? कति नै भयो र। बल्ल बिग्रेको परिवार मिलेका छौँ। त्यसमाथि गाउँमा आफ्नो इज्जत छुट्टै छ। पहिला भाइको हालत कस्तो थियो, अहिले भाइको हालत कस्तो राम्रो छ। मैले त यस्तो होला भनेर सोचेको पनि थिइनँ। भाइको अवस्था राम्रो भएपछि ऊ पनि माइतीबाट घर आएर बसेकी छ। उता गयो उसकै बुढीको कुरा, यता आयो उसकै बुढीको कुरा। मेरो त केही मतलबै छैन। होइन, म अनि नै लगाए कि क्या हो त्यसले? मतलब नभएको भए यसरी बोलाउँथे गाउँमा? सहरमा बस्दा बस्दा दिक्क लाग्यो भनेर यसरी आइडिया लाएर बोलाउँदैछु। खै कुरो बुझेको? मेरो भाग्य यो कान्छी श्रीमती भएर त कसैको घरमा पनि भित्रिन नपरोस्। भगवानले नि कुन दिनमा भेटाइदिएछन् नि। भेटाइदिएको मात्र होइन, भगवानले भाग्य चम्काइदिएको भन। यसरी नै मेहनत गर्दै गयो भने गाउँलाई एकजुट बनाएर यसपालिको चुनाव जितिन्छ। अभिनय चाहिँ यही हुनु पर्यो। लास्टमा अभिनयको पात्र मात्रै बनाउने हो कि? कतिन्जेल राख्नुहुन्छ त्यही खोल्टे दाइको घरमा? कति गाउँलेले त शङ्का पनि गर्न थालिसक्यो होला। अरूको त के कुरा गर्नु, म आफै छक्क परिसकेँ। त्यही भएर त खोल्टेकोमा सिटिङ गरेको मैले। त्यो मान्छे छोरी मान्छेको राम्रो इज्जत गर्छ। घरमा बुढी नभए पनि गाउँले कसैमाथि नराम्रो नजरले हेर्दैन। महिलाको इज्जत गर्ने घरमा राखेपछि मेरो मान्छे सुरक्षित हुन्छ भन्ने म ढुक्क छु। यो सब कुराहरू गाउँलेले थाहा पायो भने अरूको इज्जत जोगाउने चक्करमा मैले चाहिँ गाउँमा मुख देखाउन नहुने हुने हो कि? तिमी पनि अनेकौँ शङ्का गर्छौ। हिजो घरमा अलि अभिनय बढी भयो जस्तो छ। घरको मान्छेले शङ्का गर्दै थियो। ल हुन्छ नि त बुढी, हामी आफ्नो काममा लागौँ जाउँ। गङ्गा, त भाइको कारणले धेरै बिरामी पाइस्। अब त चुप लाएर बस। म गोठको काम गरेर आउँछु। म गोठमा गएर भैँसीहरूलाई घाँस हालेर आउँछु। एकछिन बस्दै गर है, अनि चिया पकाउँछु म, अनि चिया मगाल। दिदी, भाइ तिमी कहाँ गएको थियौ? दाइले करायो भन्दैमा घरै छोड्नुपर्छ त। ए दिदी पनि कहिलेकाहीँ त साथीकोमा बस्दा के हुन्छ र? मनोज पनि घरमा एक्लै रहेछ अनि बस भन्यो।
अनि बसेर बिहान कलेज गएर आएको। भाइ कमसेकम फोन त गर्नुपर्छ नि, तिमीलाई खोज्न हामी सारा गाउँ डुल्यौँ। दाइले पनि धेरै चिन्ता लिनुभएको छ भाइ। दिदी पनि अब पनि मेरो चिन्ता गरेर हुन्छ? अब त म ठुलो भइसकेँ। अब त यो ठुलो भएछ, ठुलो भएर त चिन्ता धेरै लागेको नि। सानो भएको भए त हामीले भने मानिहाल्थिस् नि। दाइ तपाईँहरू फोकटमा मेरो विषयमा चिन्ता लिनुहुन्छ। तपाईँहरूले सोच्नु भएको जस्तो छैन। मैले पढ्नुपर्ने समयमै पढिराखेको हुन्छु। फेरि कलेज भनेको कहाँ स्कुल जस्तो हुन्छ त? हेर भाइ, तैँले नै भनिसकिस् म सानो छैन ठुलो छु भनेर। के ठिक के बेठिक अब हामी भन्दैनौँ। अब के गर्नुपर्छ के गर्नु पर्दैन त आफै जान। त्यो सुमनले जस्तो हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने, त्यही हुन्छ तेरो। ले गङ्गा हिँड्नु नमस्कार सर। नमस्कार। आइला त मैले चिनिन नि। ल सर पनि आफैले पढाएको विद्यार्थीलाई बिर्सिनु भयो। म सुशान्त के त। ए बच्चामा पढाएको थियो, अहिले त लाथे भइसकेछ। अहिले त कसरी चिन्नु त मैले? कहिले आयो गाउँतिर? अब कतिन्जेल बस्छौ? अब म गाउँ आएको 4-5 दिन भयो सर। सहरतिर बस्थे, अब यतै बस्छु। एकदम राम्रो। एकजना भए पनि गाउँमा युवाको सङ्ख्या बढ्यो। पैसा त राम्रै कमाएर आयो होला। के कमाउन सकिन्थ्यो र सर? अब धेरै पढ्न सकिएन। जब 8 पास गरेको के कमाउनु र? कोही तिमी जस्ता पनि छन्। कोही विद्यार्थीहरू अमेरिका र अस्ट्रेलियामै सेटल भइसकेका छन्। आफू 1200देखि खाएको जागिर आफू इछु। तिमी जस्तो म पनि त्यस्तै त हो। जे भए पनि बुढेसकालमा सरले कसैको आस्था गर्नु परेन। त्यति मात्र त हो नि। आखिर को छ र? छोरी पनि अर्का घरमा गइहाल्छ। आखिर म मात्र त हो नि। सरलाई मान्नै पर्छ। सानैदेखि छोरीको आमा गए पनि बेचै गर्नु भएको रहेछ। त्यो उमेरमा त गरिएन, अब यो उमेरमा त के गर्नु र? हस् त बाबु, भोक पनि लागिसकेको छ, म त हिँड्छु। कसको आवाज हो यो? के भन्छ? जमुना के भयो? के भयो? लड्यौ क्या? केही भएको छैन मलाई। जा न, घरमा छँदै छ नि। उसैलाई गएर छोड न। कति नै उसैलाई छुन आएको जस्तो। झन् के अप्ठ्यारो पर्यो भनेर सहयोग गर्न भनेर आएको त होइन। तँलाई के भएको छ? जहिले पनि मसँग टेढो कुरा गर्छेस्। कति नै उसैलाई छुन आएको जस्तो। घरमा ल्याएर राखेको छँदै छस् नि। उसैलाई सहयोग गर्न। अनि गरेकै छु त। गाउँ सारा देखाइदिइहाली, गाउँले सबैलाई चिनाइदिइहाली। अब त एक्लै डुल्नु हुन्छ गाउँ। त्यही भएर म जङ्गलमा दाउरा लिन जाउँ भनेर आएको। तेरो यो हालत देखि अब त घरमै ल्याएर राखेको छस्। बिहे पनि उसैसँग गर्ने त होलास् नि, होइन त? होइन,
त्यो केटी मेरो घरमा आएर बसेको तँलाई के को डाब हो? अरूको सोच्नुभन्दा पहिला आफ्नो खुट्टा हेर। अब हामीले छौँ भनेदेखि जबरजस्ती छुन आएको जस्तो गर्छिस्। एकचोटि हिँडेर देखा त। तँलाई के थाहा, म पहिलादेखि नै तँलाई मन पराउँछु भनेर। गल्ती मेरै हो, भन्न सकिनँ। देखिस्, दुईटा खुट्टामा एउटा खुट्टो अपाङ्ग हुँदाखेरि म कसरी हिँडेको थिएँ होला। जब अब अहिले खिसिक्क के भएको थियो, उठ्न नसक्ने भइस् होइन। गाउँमा सबैले मलाई खोल्टे भन्थे, अब तँ पनि खोल्टे हुने भइस्। कति न नजिस्क्या, मेरो तेरो जस्तो होइन। मेरो त 2-4 दिनमा बिसेक भइहाल्छ नि। भयो पिसै। खुट्टा चाहिँ फ्र्याक्चर भइसकेको जस्तो छ। अब कसरी जाँदै रहेछस्? उठ, खुट्टा सुन्यो तेरो। अब हिँड्न सक्दिनस्। है कहिले काहीँ यस्तो भाग्य पनि पर्दो रहेछ। तेरो बुढीलाई नि कति माया गर्थिस् होला है। यसै गरी बोकेर हिँडेको थिइस् होला। गर्थेँ, हस्पिटल जाँदा बोकेँ, खेतमा कतिचोटि लड्दा बोकेँ। जति बोके पनि त्यसले मेरो मनका कुरा बुझिन, छोडेर गइहालेँ। खोल्टे के देख्नु परेको मैले? यो के हो तिमीहरूको पारा? भाइ हामी त नयाँ लोकेसनमा आएको छौँ। हामी यसरी खाना खाँदैछौँ र एकदम सबै रमाइलो छ। यो नयाँ ठाउँ बनेपामा छौँ है हामी यहाँ। ल सर। नमस्कार, म असौली मिडियाको निर्देशक भनौँ, लेखक। हाम्रो युट्युब च्यानल चाहिँ असौली मिडिया हो। अहिले हामी गङ्गाराम सिरियलको 4 भागको सुटिङको लागि चाहिँ अहिले लोकेसन हामीले बनेर सारेका छौँ। सबैजना साथीभाइहरू सबै रमाइलो छौँ। अहिले हाम्रो चाहिँ खाना खाने टाइम परेको छ। खाना यसरी है हाम्रो एकदम माया गरेर उहाँहरूले नै भनेर ल्याउनु भएको। ल सर केही बोल्दो? यति हो ल। नमस्ते, म असौली मिडियाबाट अहिले हाम्रो गङ्गाराम सिरियलबाट आज हाम्रो खाजानी कार्यक्रम हुँदैछ। हजुर श्रोताबिनले कस्तो लाग्छ, के लाग्छ हाम्रो सिरियल हेरेर प्रतिक्रिया दिन नभन्नु होला। हजुर साथ सपोर्ट आजको दिनभन्दा पछिसम्म निरन्तर लागिरहोस्, त्यही भन्न चाहे। ल हाम्रो यहाँ सानो मिस हुन्छ। ल सानो मिस केही भनिदेऊ। केही छैन प्रभा मिस, नबोल्ने किन हो त्यस्तो? त्यो छ हाम्रो यहाँ गाउँमा एकदम रमाइलो छ। यस्तो गाउँ रमाइलो छ। अनि अब राम सर केही भनिदिनुहोस्। म गङ्गाराम सिरियलको रामको भूमिकामा निर्वाह गरेको छ। सार्की दाईको अपार सफलतापछि गङ्गाराम सिरियल आएको छ। सबैले हेरेर साथ दिनु होला। सेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। कथा कस्तो लाग्छ सबैले हेरिदिनु होला। यही भन्छु, ल सबैजना खाँदैछौँ सुटिङमा। सर केही बोलिदिनुहोस्। नमस्ते, म हसियोला मिडियाको गङ्गाराम। सरी पाउनु भयो, कट 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 होइन केही बोल्नु न, रमाइलो हो यो। नमस्ते, म हसियोली मिडियाबाट अहिले गङ्गाराम भन्ने टेलिफिल्ममा अध्यक्षको भूमिकामा निर्वाह गरिरहेको छु। यतै हेरेर भन्नु न, नसम्झे जस्तो हुन्छ। नमस्ते, म हसियोली मिडियाबाट अहिले गङ्गाराम भन्ने टेलिफिल्मको अध्यक्षको भूमिकामा निर्वाह गरिरहेको छु। तपाईँलाई के कस्तो लाग्छ हाम्रो कथावस्तु जस्तोको तस्तै प्रतिक्रिया दिनुहोला। लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। ल यस्तै छ हाम्रो रमाइलो छ। खै यहाँ को बोल्न को बाँकी? ल यस्तै छ, 5 मिनट पुराउनु छ।